This is Nagendra Dhabirai official channel. Please subscribe, like and share. मित्रहरू, आज हामी सुनसरी जिल्ला स्थित चतरा नजिकै रहेको बरा क्षेत्र बराधाम दर्शनको निम्ति आएका छौँ। बरा कसरी रहन गए त भन्दाखेरि नेपाल र भारतमा रहेको 4वटा प्राचीन मन्दिरहरूमध्ये एक मानिने बराह भगवान विष्णुको 10 अवतार मध्ये तेस्रो अवतार मानिन्छ। पृथ्वी उद्धारको पवित्र धाम मानिने बराह क्षेत्रमा विवाह, पुराण, व्रतबन्ध, श्राद्ध लगायतको विभिन्न कार्यहरू हुने गर्दछन्। दैनिक 5000 देखि 10,000 तीर्थालु भक्तजनहरू यहाँ पूजाआजा, भ्रमण लगायत गर्न आउने गर्दछन्। बराह क्षेत्रको कोकाहा नदीको जलमा बराह भगवानले आफ्नो पितृको उद्धारको निम्ति श्राद्ध गरेकोले त्यही समयबाट यही पितृ उद्धारको लागि श्राद्ध गर्ने प्रचलन छ। पितृ उद्धारको निम्ति पृथ्वीको एकमात्र पवित्र स्थल बराह क्षेत्रलाई मान्ने गरिन्छ। धार्मिक किंवदन्ती अनुसार हिरण्य नाम गरेको राक्षसले पृथ्वीलाई आफ्नो क्षेत्रभित्र राखेर रसातालमा डुबाई मानव सृष्टि रोकेको पछि भगवान विष्णुले बराह अर्थात् बँदेलको रूप लिई रसातलमा गई पृथ्वीलाई उठाएर स्थापित गरेको र हिरण्य राक्षसको वध गरी यस ठाउँमा आए भगवान विष्णु बसेको हुनाले बराह क्षेत्र नाम रहन गयो। मित्रहरू, अब हामी बराह क्षेत्र प्रवेशद्वार प्रवेश गरिसकेको अवस्था छ। पूजाको लागि चाहिने चाहिँ के हो? तिल, जौ, अबिरहरू अनि नरिवल, बातीहरू चाहिने हो। बराह क्षेत्र मन्दिर आइपुग्यो हामी। तिम्रो चिउरा झरिसक्यो? चिउरा झरिसक्यो? हजुर धरतीको पहिलो पवित्र तीर्थस्थल बराह क्षेत्र धाममा पाल्ने समस्त श्रद्धालुहरूमा बराह क्षेत्र संरक्षण मञ्च हार्दिक स्वागत गर्दछ।
तामलुङ माङथिङ पहिलो दर्शन ओह्राले ओह्राले झर्ने बाटो रहेछ खोलातिर कहाँ हिँडेको हामी तल कहाँ हो पूजा गर्ने खोलामा पूजा गर्नु त हो र गङ्गा जल जोडी पनि छ जल ल्याउने बट्टाहरू हजुर क्षेत्र मन्दिर बरा क्षेत्र मन्दिरमा चाहिँ अब पूजा गर्न आइरहेको अवस्था हामी यहाँ पूजा आराधना दर्शन गर्नु बरा मित्रहरू यहाँ जल स्नान गर्न आउँदाखेरि चाहिँ ध्यानपूर्वक स्नान गर्नुहोला। धेरै गहिराइसम्म चाहिँ जानुभयो भने उहाँलाई खतरा हुनसक्छ, किनभने यहाँ सुन्नमा आए अनुसार धेरैजनाको ज्यान गएको अवस्था छ। त्यही भएर धेरै भित्रसम्म चाहिँ गएर जल स्नान नगर्नुहोला। नदीमा दियो बाती बगाउनको लागि चाहिँ बातीको पूजा गर्ने कार्य भइरहेको छ। मित्रहरू, संसारी माया विचित्र छ। आखिर मरेर लानु खिचेर सबैलाई समान व्यवहार गरौँ, समान नजर लिएर भगवानको पूजा आराधना गरे जस्तै सबैलाई सम्मान नजर लिएर सम्मान व्यवहार गरेर एक दिन सबैको प्यारो बनेर संसार छोड्नु छ। सबैले एकदम माया सद्भाव बाँड्ने गरौँ र सबै संसारमा माया स्नेहका साथ सबैसँग चाहिँ जिउने कोसिस गरौँ भन्न चाहन्छु।
बाला न मजाले छोडेर पाल्नुपर्छ क्या खोलेर सकिन आँट्यो एउटा अर्को बाला भयो मजाले खेलेर बाला क्या सकिन लागिसक्यो त मित्रहरू हाम्रो नदीमा चाहिँ बत्तीको पूजा गरेर बत्ती बालेर बत्ती बगाउने कार्य चाहिँ सम्पन्न हुन लागेको छ। यो बत्ती बाल्ने कार्य चाहिँ सम्पन्न गरेर चाहिँ हामी मुख्य बरा क्षेत्रको चाहिँ मन्दिर परिसरभित्र रहेको चाहिँ बराह देवताको चाहिँ भगवानको चाहिँ पूजा आराधना गर्नको लागि चाहिँ हामी त्यहाँतर्फ प्रस्थान गर्न लागेका छौँ। मुख्य बरा क्षेत्र भगवानको चाहिँ दर्शन गर्ने क्रममा हामी अब त्योतर्फ लाग्दैछौँ मित्रहरू। मेरा आदरणीय मित्रहरू, तपाईहरुले देखिरहनु भएको चाहिँ यो मुख्य बराह क्षेत्रको चाहिँ बराह भगवान हुनुहुन्छ। बराहको मन्दिरभित्रको चाहिँ हामीले पूजा गर्नुपर्ने मेन मुख्य ठाउँ चाहिँ यो हो। बराह भगवान विराजमान हुनुभएको मेन मुख्य ठाउँ चाहिँ यही हो मित्रहरू। मित्रहरू, आजको हाम्रो बरा क्षेत्र दर्शन तथा पुरा पूजा आराधनाको कार्य चाहिँ यही सम्पन्न हुन लागेको छ र अब हामी पूजा आराधना सकिवरी घरतर्फ लाग्ने क्रममा छौँ। बरा क्षेत्रमा हाम्रो बडा क्षेत्रमा हामी पूजा आराधना गर्न आएको दर्शन गर्न आएको पूजा लाग्दैछु दर्शन गरेर बडा क्षेत्रको दर्शन गरेर लाग्दैछौँ।